यहाँ त मुसाले बिजोग गराएछ नि बिजोगै छ। हाई एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो नयाँ दिन अनि नयाँ भिडियोमा। सो आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ मैले चाहिँ यो भिडियो स्टार्ट गरिसकेको छु साथीहरू। सो आज चाहिँ रहेको छ माथा तीर्थ औँसी यानि कि आमाको मुख हेर्ने दिन। सो सबैजना आमाहरूमा आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना साथीहरू। के गर्ने अब हाम्रो चाहिँ अब मेरो चाहिँ यस्तै भयो। हाम्रो चाहिँ यो चिठी चाहिँ अलि उनी भयो। हाम्रो चाहिँ अब जुठो परेर चाहिँ हाम्रो आमा मनाउन मिलेन। सो त्यही भएर आज चाहिँ हाम्रो प्लानिङ त थियो यस्तो यस्तो गर्छु भनेर प्लानिङ गराएको थिएँ। सो सोचे जस्तो चाहिँ केही पनि हुँदैन रहेछ साथीहरू। मेरो चाहिँ सोचे जस्तो कहिले पनि भएको छैन। सो पोहोर साल पनि हेरेको होइन, पोहोर साल पनि यस्तै भएको थियो भन्नाले पोहोर साल चाहिँ अब मम्मी त मेरो मम्मी चाहिँ सँगै हुँदैनौँ। हामीहरू चाहिँ कुनै पनि चाडपर्वमा हामीहरू चाहिँ सँग नै हुँदैनौँ। सो अहिले चाहिँ सासु मम्मी पनि नजिकै हुनुहुन्थ्यो। सो हेरौँला यसो गरौँला सासु मम्मीलाई अनि माइत ठुलो मम्मीलाई हेरौँला भनेको थिएँ। सो अहिले चाहिँ जुठो पऱ्यो त्यही भएर त हेर्न मिलेन। अहिले चाहिँ सासु मम्मी पनि यहीँ हुनुहुन्थ्यो। सो चाहिँ नजिकै हुनुहुन्थ्यो त्यही भएर चाहिँ गरौँला यस्तो गरौँला भनेर सोचेको थिएँ। बट मैले सोचे जस्तो कहिले पनि हुँदैन साथीहरू। अहिले चाहिँ हाम्रो उता गाउँमा आफन्ती बित्नु भएछ अस्ति। सो त्यही भएर जुठो पऱ्यो। हाम्रो चाहिँ 13 दिनै बार्छ, 13 दिन नै बार्नेवाला हो। मगर भएर पनि किन यस्तो भन्नुहुन्छ होला साथीहरू। सो के गर्ने यस्तै छ, मगर भए पनि केही छैन साथीहरू। अब यो मनाउने यो आमाको मुख हेर्ने दिन मनाउन नपाएँ भने साथीहरू मेरो चाहिँ छुट्टै काम छ। आज चाहिँ म हजुरहरूलाई त्यो काम देखाउने नै छु। तर योभन्दा अगाडि चाहिँ म काममा जानुपर्ने हुन्छ, ड्युटीमा जानुपर्ने हुन्छ। सो ड्युटीबाट आएर चाहिँ त्यो काम गर्छु। अहिले चाहिँ ड्युटी जानुपर्ने हुन्छ। सो बाई बाई, अहिले एकछिनमा भेटौँला साथीहरू है त। हेर्नुहोस् साथीहरू, यो कोठा चाहिँ यस्तो खाली भइरहेको थियो। खाली भएर हामीले चाहिँ यहाँ धान राखेको थियौँ। सो यस्तो छ यो कोठा चाहिँ। अब यो कोठा चाहिँ हामीले लिने भयौँ। सो हामीले भाडामा लिने भयौँ। भाडामा लिने भयो हामीले चाहिँ यो कोठा चाहिँ नन्दको लागि लिन लगाएको छौँ। नन्द पहिला किचनमा सुत्नुहुन्थ्यो नि त, अनि हामीलाई कोठा पनि चाहिरहेको थियो। यहाँ त मुसाले बिजोग गराएछ नि बिजोगै छ। यत्रो धान मुसाले खाइसक्थ्यो। हाम्रो 2-3 छाक हुने चामल त मुसाले खाइसक्दैछ। यत्रो खाइसक्दैछ, बिजोग गराइदिएछ। के गर्दैछु, सार्नु पर्ने हुन्छ। सरी ला च्याप्थ्यो एकदमै भयो। तान्नु पर्ने हुन्छ। हेर्नुहोस् यसरी चाहिँ तान्दैछु मैले यसलाई। भर्खर त 2 बोरा लिएर आएको छु साथीहरू, अझै छ। त्यो चाहिँ कसरी ल्याउने हो थाहा छैन। बाबु ढोका नखोला न, ढोका नखोला, किरा आउँछ के। ढोका नखोला उडिरहेको छ त्यहाँ। यतै उडिरहेको छ, ढोका नखोला, चिलाउँछ फेरि यो किराले। अहिले के त नजाऊ है, चिलाउँछ है, एलर्जी हुन्छ फेरि। जाऊ न, कोही आएको ल्याउँथे। कति छ? भयो नदोस्नु त्यसो भएको चाहिँ नदोस्नु। धेरै हुन्छ कि फेरि हिजो पनि कति धेरै पचेको थियो। यहाँ चाहिँ उड्ने किरा छ, यहाँ घुसिना उडिरहेको छ। चिलाउँछ त्यो पुग्ला।
यो यसले भुसुना चाहिँ तो छ कि धानमा चाहिँ काम लाग्यो भने कोठा बन्द गरिराख्नु त बन्द गर्ने भएको हुनाले लागेको हो कि के हो अहिले चिलाएर होइन हुन्छ यो चाहिँ साथीहरू यो त बोरा त यसरी पो खाइदिएको रहेछ त त्यही भएर यति धेरै किरा लागेको रहेछ यो धानमा चाहिँ सबै किरा लागेछ यसरी के गर्नु यो यस्तो उरेको देखिराख्नु भएको छ नि हजुर हेर्नु न यस्तो खतम पार्दैछ नि साथीहरू मेरो धानको त बिजोकै भएछ नि धान त चिसो भएर चिसोमा भएछ धान त बोरामै उम्रिनु लागेछ सो त्यही भएर घुन लागेको छ धानमा त्यही भएर चाहिँ मैले धानलाई यसरी सुकाइसकेको छु यहाँ ठाउँ छैन के साथीहरू हाम्रोमा चाहिँ यस्तो सुकाउनेहरू त्यही भएर म त यत्तिकै सुकाइदिएको छु अहिले चाहिँ यति सुकाएँ आजलाई यति सुकाउँछु कहाँबाट आउनुभयो यिनीहरू चाहिँ भोलि सुकाउँछु भोलितिर सुकाउनु पर्ला ठाउँ छैन क्या साथीहरू हाम्रोमा चाहिँ सुकाउने सो त्यही भएर चाहिँ त्यति सुकाइदिएँ अब चाहिँ यहाँ सफा गर्छु मैले साथीहरू यस्तो किरा लागेको छ धानमा बिजोकै भयो कस्तो यत्रो धान छ धान त धेरै छैन कि यति छ त्यही पनि हाम्रो चाहिँ बिजोकै भयो बिजोकै भयो धानबाट सबै यता मुसाले खाएर अहिले मुसाले खाएर त्यस्तै गर्दैछ उता किरा लागेर त्यस्तै छ यो सालको धान हाम्रो बिग्रियो हालत अहिले यस्तो छ हजुरहरूलाई अहिले एकछिनमा देखाउने छौँ हेर्सी अहिले चाहिँ मैले तिनटै कोठा सबै कोठाको डेकोरेसनहरू चेन्ज गर्न लगाएको छु यता यस्तो छ यो भान्सा कोठा हो यस्तो छ हालत बिजो भइसक्यो यहाँ गम्भीर भइसक्यो यो चाहिँ नानीको कोठा चाहिँ यस्तो गरिदिँदैछु भान्सा कोठामै छ है लेट्सी साथीहरू अहिले म कस्तो हुन्छ मेरो चाहिँ देखाउने छु हजुरहरूलाई खाना पनि खाएको छैनौँ हामीले अहिलेसम्म खाना खाने हो कि इसाजन भात नखाएको मेरो सासु मम्मी चाहिँ आइसक्नु भयो मैले चाहिँ सरप्राइज दिन लागेको छु सरप्राइज दिएको छु सरप्राइज मेरो सासु मम्मी के भयो लिने रे सरप्राइज देखेर नढल्नु होला नि फेरि सरप्राइज देखेर नढल्नु होला नि फेरि जता देखाइ हुन्छ ल सरप्राइज हजुर मदर्स डे स्पेशल मम्मीलाई सरप्राइज सासू मम्मीलाई सरप्राइज 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 होइन रियलवाला सरप्राइज अझै छ यहाँ मम्मीलाई देखेर यहाँ यस्तो छ हालत यहाँ म के लिइराखेँ ल यो ढुङ्गा लिइदिएको छु मैले ढुङ्गा ल यतै गरेको यहाँ यस्तो सरप्राइज छ साथीहरू यतातिर पनि यस्तो सरप्राइज छ
यता यस्तो छ अझैसम्म हामीले केही गरिसकेकै छैनौँ कोठा मिलाउँदैछौँ अझै के गर्नु त्यस्तै छ सरप्राइज कैसा लगा सरप्राइज अर्को नातिनी हैरान भयो छ ल सरप्राइज अलि सक्सेस भएन क्या नि हाम्रो प्राङ्क सक्सेस भएन कि क्या साथी यो चाहिँ मम्मीलाई सरप्राइज हुँदैछ सरप्राइज भइरहेछ बल्ल भयो सरप्राइज बन्द नगर्नु खोलिदिएर एकछिन सरप्राइज यता हेर्नु सरप्राइज 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 के भन्नु ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स ह्याप्पी मदर्स डे Happy Mother's Day! Happy Mother's Day! Surprise! It's a prank, a prank. वो अलिक बिचमा बस्नु हेर्नुहोस् साथीहरू कोठा चाहिँ यस्तै छ हाम्रो ह्याप्पी बर्थडे आमा भन हाम्रो मदर्स डे यही हो यस्तै छ हाम्रो यता चाहिँ ब्याकग्राउन्डमा नजानु होला अहिले हामीहरू कोठा मिलाउँदैछौँ उता मन्डो तानिरहेको छु कहाँ गयो यार यो कुर्सी ल्याउनु गएको मान्छे यार यो उता फाल बाबु यो स्विमिङ उता फाल यो के काट्नु लाग्छ हामीले खान मिल्दैन के गर्नु मिल्दैन अन्डा हाले हुन्छ के तपाईँले पनि मद्दत गर्ने सुगर भएर म हिटी थोरै सुगर गरेर झन् सुगर बढ्या छ ल चक्कु खाइ त खै चक्कु यो पङ्खा बन्द गरिदिनु किन बन्द गरिदिनु न बाबु के खान्न खान्छु के खान्छु के लाइटर दे सुभाष खै यस्तो टेस्ट यो मात्र टेस्ट न बनाइदिनु यसमा झ्यालोमा त सिरियस कसरी भित्ता कस्तो पोरायो के हुन्न के हुन के बरै जस्तो त्यसै देखाउनु त नि के कहाँ राम्रो देखाउनु हावा आयो यसो गरौँ न तेर्सो गरौँ न खै स्प्रे खै म सर्नु ह्याप्पी मदर्स डे स्प्रे खो स्प्रे स्प्रे ह्याप्पी मदर्स डे कहाँ छोड्नु भएको छ अब जानु उता उताबाट लिएर आउनु ह्याप्पी मदर्स डे अर्को हेर न हेर त्यसलाई दिनु छिर्दियो आमालाई आमाले छिर्दियो न आमालाई आमालाई छिर्दियो माथि अनुहारमा के अनुहारमा अनुहारमा के अनुहार खाप्चोमा सक्यो ल उता छुट्टै रे हो छमा पठाइदिन्छु ल द्या जस्तो गर हाँस्नु न हल्का यो कलर राम्रो लाग्छ नि म त बहुत मन परेर ल्याउने गर्नु भएन के ल खै
धुनु पर्दैन यता हेर ल भयो छोराको गिफ्ट खोल्नु न। नदो बाबु नदो नम्बर आएको तपाईँलाई के गर्छ अब मूल्य तिर चाहिँ नजान्दा लाज मर्नु मूल्य तिर नजानु भयो केकै नकाटेर गिफ्ट दिनुभयो नि यहाँले के केक काट्ने त दिनु पर्छ मैले नखाने के नि काट्नु ऊ यतै आकाश ट्रेन छुट लाग्थ्यो अरे त्यही भएर हो छिटो गरेर स्प्रे छर्ने बित्तिकै लाउनु मेरो गिफ्ट कति हो तर बोले स्प्रे छर्यो अनि त्यहाँदेखि खाल्थ्यो नि लाउनु मेरो गिफ्ट ह्यापी मदर्स यहाँ पछाडि बस्ने मिला छिर त काट्यो अहिले कि खुजा खुवाइदिनु न नखाने न के गर्ने के काम होइन र पोखरलाई सधैँ हाँसी खुसी रहे प्लेट ल्याइदिनु बाबु आमालाई खुवाइदिए धेरै खुवाइदिनु किनेमा खुवाइदिनु प्लेट ल्याइदिनु न बाबुलाई यो केक भर्खर बनाएको र कस्तो हे त्यो यो खाने हो यो खाने हो कि मम्मीको मङ्गलसूत्र बाङ्ग्या भित्र अरे यो यस्तै भाग ल मेरो गिफ्ट पहिले लगाएको अलरेडी यो बन्द गरिदिनु किन मन नलगाउने यो दारू छुट्टै छ फेरि मेरो गिफ्ट साथीहरू यो चाहिँ मैले अस्ति देखाएको म त लगाइदिन्न गिफ्टै छैन मेरो गिफ्ट अनबक्स गर्नु यहाँ यहाँ देखाउनुहोस् अनबक्स गर्नु गिफ्ट है कि उसको गिफ्ट अरे खोलेर के गर्ने मलाई इङ्ग्लिस आन्न त खोल्नुहोस् यो बुहारीको साडी साडी के रहेछ म पनि लाउँछु कस्तो लाग्यो मेरो साडी हेर्नुहोस् मजाले मैले अस्ति नै अनलाइनदेखि अर्डर गरेर राखेँ यस्तो यो कलर त थिएन नि त थिएन नि मम्मीसँग खोलेर पनि हेरिदिनु न भाइले देखिदिएको थिएन नि मलाई रेल दिन्छ कि झ्याउ दिन्छ यो रेल लिनेमा त त्यस्तो छैन छोरा र बुहारीको छोरा र बुहारीको है यो आमा यसो गरेर पनि खिच्दैन त्यस्तो गरेर अलि नजिकमा जान्छ यता हेर्नु न टाउसिदा गर्नु न कस्तो लाग्यो हाम्रो सरप्राइज सानो मिठो सरप्राइज मलाई दिँदैन दिए पनि राम्रो लाग्छ हाम्रो सरप्राइज हाम्रो मदर्स डे त यस्तै भयो साथीहरू छोटो मिठो यहाँ लथालिङ्ग भएको छ हाम्रो घर सो अब चाहिँ मार्नेतिर लाग्छौँ यसो साथीहरूलाई के हुन्छ हेर्दै गर्नु सो साथीहरू आज चाहिँ नेक्स्ट डे यो चाहिँ अर्को दिन हो मैले चाहिँ भिडियो सुट गरिरहेको छु अनि चाहिँ एकदम थकित भयो साथीहरू एकदम थकित किन भयो भन्दा हजुरहरूले अघि त देखिसक्नुभएको होला यो कोठाहरू यताउता मिलाउँदा यताउता गर्दै बिहानदेखि लागेको साथीहरू साँझ 9 बजेसम्म 9-10 बजेसम्म हामीहरूले चाहिँ बल्ल बल्ल कोठा मिलाइसक्यौँ सो त्यही भएर हिजो चाहिँ भिडियो कन्टिन्यू गरिनँ सो मैले चाहिँ मेरो रुम चाहिँ यतिको गराइसकेको छु साथीहरू हजुरहरूलाई देखाउँछु ल हेर्नुहोस् अहिले चाहिँ यतिको गराइसकेको छु मैले मेरो रुमलाई यो बेड यता थियो साथीहरू अहिले चाहिँ यता राखेको सो अहिले चाहिँ यतिको छ मेरो किचन हेर्न सक्नुहुन्छ यस्तै छ लथालिङ्ग मेरो छोराले नास्ता खाँदैछ सो यस्तै छ मेरो नन्दको रुम देखाउँछु है त म त्यो पनि त्यस्तै छ लथालिङ्ग पार्नु भएको छ
हेर्नुहोस् यत्तिकै छ, यत्तिकै नै बनाएको छौँ हामीले चाहिँ अहिलेलाई। के गरे त्यस्तो? देखिसक्नुभयो, अहिले त यस्तै नै छ, यत्तिकै छ। यही नै हो साथीहरू हाम्रो हिजोको काम। देख्ने बेला चाहिँ थोरै थोरै लाग्यो होला साथीहरू, तर मलाई मात्र थाहा छ कि कति गाह्रो भएको छ यो मिलाउन, यो चाँजो पाँजो मिलाउन यिनी कोठाहरूको लागि कति गाह्रो भएको छ मलाई मात्र थाहा छ साथीहरू। त्यो धानको हालत हेर्नु कस्तो भएको छ, त्यो बनाएकै छैन मैले चाहिँ अहिले साँझतिर कन्टिन्यू गरिरहेको छु भिडियो, किनभने बिहान छिट्टो नै काममा गएँ म। आज चाहिँ छिट्टो गएँ ड्युटीमा, सो त्यही भएर अहिले फ्रेस भएर नुहाइ गरेर अहिले कन्टिन्यू गर्दैछु भिडियो। सो साथीहरू म चाहिँ के भन्न लागेको भन्दा साथीहरू, हामीले चाहिँ मदर्स डे चाहिँ त्यस्तो मनाएनौँ, त्यसरी चाहिँ मैले सोचेको जस्तो त भएन। सो मैले चाहिँ मेरो सासु मम्मीको लागि गिफ्ट चाहिँ अगाडि नै लिइसकेको थिएँ नि त, अनि त्यही भएर अलिकति भए पनि सानो सरप्राइज दिउँ भनेर चाहिँ मैले सासु मम्मीलाई बोलाएको थिएँ। सो साथीहरू त्यतिकैमा चाहिँ अब गिफ्ट मात्रै के दिने र भनेर चाहिँ अब केक सेक लिएर सासु मम्मीको लागि मात्र केक काटिदिएको। टिका सिका हामीले चाहिँ केही पनि लगाएनौँ, किनभने हामीलाई चाहिँ जुठो परेको छ, टिका पनि लगाएनौँ। सो केक मात्रै काटेर यत्तिकै नै मनायौँ हामीले मदर्स डे। म माइत पनि गएन, माइत जाने भनेर सोचिरहेको थिएँ, माइत पनि गएन। सो यत्तिकै मिलाएर यत्तिकै सरप्राइज दिएको सासु मम्मीलाई। सो साथीहरू आजको भिडियो चाहिँ मेरो यस्तै नै भयो, मदर्स डे पनि यस्तै भयो। यो साल चाहिँ मदर्स डे यस्तै भयो। सो अर्को आउने साल चाहिँ आशा छ मैले सोचे जस्तै हुनेछ भनेर। अर्को आउने साल चाहिँ म मेरो मम्मीसँग र सासु मम्मीसँग भएर मदर्स डे मनाउन पाऊँ भन्ने आशा गर्छु साथीहरू। सो भने जस्तै होस् साथीहरू भन्ने आशा गर्छु। सो यो साल चाहिँ त्यस्तो भएन मैले सोचेको जस्तो। यस्तै हो मेरो भिडियो आज, यस्तै भयो। के भन्नु साथीहरू, यस्तै छ, यस्तै हो। रुम पनि अब चाहिँ 4वटा भयो, हाम्रो रुम चाहिँ 3वटा मात्रै थियो। सो 4वटा भयो, मैले चाहिँ भनिहालेँ 4वटा रुम लिने चाहिँ हाम्रो त्यति धेरै इन्कम छैन। सो अलिकति डिस्काउन्ट गरिदिनु भएको छ घरबेटीले, त्यही हो डिस्काउन्ट गरेर नै मैले 4वटा रुम लिएको हो। हामीले आवश्यकता त थियो रुमको, सो त्यही पनि हामीले काम चलाइरहेको थियौँ। सो अहिले चाहिँ अलिकति डिस्काउन्ट भएको हुनाले चाहिँ अहिले चाहिँ रुम ल्याएको छौँ। सो फाइनली 4वटा रुम भइसक्यो, नन्दगौनी रुम भइसक्यो, छुट्टै रुम छ हाम्रो, भाइहरूको छुट्टै छ, हाम्रो छुट्टै भयो, किचन छुट्टै भयो। सो त्यही भएर चाहिँ अब चाहिँ कोठा चाहिँ अलिक खुल्ला भएको छ, नत्र भने एउटै रुममा सामानहरू राख्दा कस्तो कोठा पनि सानो देखिने, अनि ठाउँ पनि नभएको थियो क्या। सो रुम चाहिँ चाहिरहेको थियो, भयो साथीहरू, यस्तै नै भयो। अब हेरौँ के हुन्छ अगाडि। सो साथीहरू म चाहिँ अब हजुरहरूलाई देखाउने नै छु। सो साथीहरू यहाँसम्म भिडियो हेरिदिनु भएको धेरै धेरै धन्यवाद। माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। सो साथीहरू यति भन्दै म चाहिँ आजको भिडियो चाहिँ यहीँ नै अन्त्य गर्न चाहन्छु। भेटौँला नेक्स्ट भिडियोमा साथीहरू, बाई बाई।